आइपिओ अलर्ट जनरल पब्लिकको लागि नयाँ कम्पनीको आइपिओ आउँदैछ। सो आफ्नो खातामा 1005 रुपियाँ छुट्याएर राख्नुहोस्। यो कम्पनीको आइपिओ लगभग 4 लाख भन्दा बढीलाई पर्छ। एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणको लागि प्रकिता 100 रुपियाँको दरले 40,76,156 किता आइपिओ सेयर इस्यु गर्दैछ। यो कम्पनीको आइपिओ कार्तिक 19 गतेदेखि कार्तिकको 23 गतेसम्म मेरो सेयरबाट अप्लाई गर्न सकिन्छ। यसमा तपाईले जम्मा 10 किताको लागि अप्लाई गर्दा हुन्छ। इस्यु म्यानेजरको रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ। रेटिङको कुरा गर्ने हो भने रेटिङ एजेन्सी इग्रा नेपालले BB रेटिङ दिएको छ। तपाईँ ढुक्क भएर यो आइपिओमा अप्लाई गर्दा हुन्छ। र लास्टमा अहिलेसम्म तपाईलाई कुन कम्पनीको आइपिओ परेको छ, आइपिओबाट कति कमाउनु भयो कमेन्ट गर्नुहोस्। यस्तै शेयर मार्केटसँग सम्बन्धित इन्फर्मेटिभ भिडियो र न्यू आइपिओ अलर्टको लागि फलो गर्नुहोस् है त। थ्याङ्क्स फर वाचिङ।